साथीहरू नमस्कार। एकैचोटि केपी शर्मा ओलीको यो अभिव्यक्ति पनि सुन्नुहोस् तपाईहरू। सरकारबाट हट्नुपर्छ तपाईहरू। जनताले छानेको होइन तपाईहरूलाई। सरकार त्यसले मात्र चलाउन पाउँछ जो नेपाली जनताले छानेको छ। नेपाली जनताको जो प्रतिनिधि हो उनले सरकार चलाउने हो। सुनिसक्नुभयो? अब उहाँले भन्दै हुनुहुन्छ सरकारबाट हट्नुस् तपाईहरू, तपाईहरूले सरकार चलाउन पाउनुहुन्न। सरकार कसले चलाउँछ भन्ने कुरा थाहा छ, जसलाई जनताले पठाएको हुन्छ जिताएर त्यसले मात्रै सरकार चलाउने हो भन्दै हुनुहुन्छ। अब कुरो सही गरेको बुढा, सब जनताबाट जितेर जनताबाट निर्वाचित भएर आएको मान्छे हुन्छ, त्यसले मात्रै हो सरकार चलाउने। तर तपाईहरूलाई पटक पटक जनताले जिताएर पठाउनु भयो, सरकार बनाउनु भयो, तर जनताको लागि एउटा पनि कतिलो काम गर्नु भएको छ? जहिले पनि हावागफ मात्रै दिने, जनतालाई उल्लु बनाउने, सम्भवै छैन त्यस्ता त्यस्ता कुराहरू गर्ने। त्यही भएर तपाईँ जेनजी आन्दोलनको बेला हेलिकप्टर चढेर भाग्नु परेको। अब तपाईँको अनुहारको रौनकता हराइसकेको छ भनेपछि चुनाव हार्न निश्चित छ, सरकार बनाउन सक्नुहुन्न। कतिलाई काम गरेर जनताको मन जित्न सक्नु पर्यो। अब प्रधानमन्त्री हुने, देश चलाउने त त्यसैले हो जो जनताबाट जितेर आएको हुन्छ, सबलाई थाहा छ। तर जनताले जितेर पठाइसकेपछि कतिलाई काम पनि त गर्नु पर्यो। अनुहारको पुरा रौनकता गायब छ, बुढो डरले कालो निलो भएको छ। अब समय धेरै टाढा छैन बुढाको, त्यही भएर शान्त भएर बस्दा हुन्छ भन्ने हो। तर मान्दैनन् बुढा, फेरि पनि चुनावमै लिथिङ लिथिङ गइरहेछ। तर पनि जनताहरूले सवाल त जता गए पनि जसको पास बुद्धि छ त्यसले सवाल क्वेसन गरेकै छ बुढालाई, फेरि बुढाको बोल्ती बन्द हुन्छ। अब जो झोलेहरू भरौटेहरू त उनीहरू त कहाँ भन्छ त, हाम्रो त भगवानै हो भनेर भन्छ। ठिकै छ, भिडियो राम्रो लाग्छ भने सेयर गर्नु होला। अब धेरै म नबोलौँ, भिडियो राम्रो लाग्छ भने धेरै भन्दा धेरै सेयर गर्नु होला, सबैसम्म पुर्याउनु होला।